टिभीमा कार्यक्रम चलाउँदा राष्ट्रवादको प्रश्नमा बाघ बनेर गर्जिने कोही मित्र, म नाम लिन चाहन्न, अहिले म्याउ नगरी फर्किनु भयो। कालो डायरीमा यो पनि होला। सुशासनको नारा दिएर चुनाव जित्ने तर संसदलाई भ्रष्टाचारको मुद्दा लागे निलम्बन नहुने गरी संसदको नियमावली बनाउने, यो पनि लेख्नु भएको होला, लेखिरहनु भएको होला। सुशासनको प्रश्नमा यो पनि पक्कै लेख्नु भएको होला कालो डायरीमा। छानबिन आयोगका नाममा छलछाम आयोग बनाउने, तब प्रतिवेदन पढ्नै परेन, दोषविहीन करार, आफै झाँक्री, फेरि आफै पुरस्कृत हुने, यो पनि लेखिराख्नु भएको होला। हिजो प्रश्न गर्दा मन्त्रीको बारे प्रश्न उठ्दा सबै आगो, आज अर्थमन्त्रीको बारे गम्भीर प्रश्न उठ्यो, सबै बरफ किन? किन सर्फ बरफ? त्यो डायरीमा यो पनि टिप्पण परेकै होला। डायरीमा टिप्नेहरूले इन्द्रबहादुर राईको नाम पनि टिपेका होलान्। म सभामुख महोदय मार्फत सोध्न चाहन्छु प्रधानमन्त्रीजीलाई, के तपाईँ इन्द्रबहादुर राईलाई चिन्नुहुन्छ? सायद चिन्नुहुन्न। बल्खुमा जसले टहरा भत्काइन लागेको देखेर यो दुनियाँबाट आफैसँग बिदा मागे अनि बिदा लिए, तिनै हुन् इन्द्रबहादुर राई। सम्माननीय सभामुख महोदय, दुनियाँभर संसदमा राष्ट्रिय अध्यक्षले सरकारको नीति तथा कार्यक्रम पढ्ने परम्परा छ र त्यो नीति तथा कार्यक्रम राष्ट्रपतिले नभएर प्रधानमन्त्रीको नेतृत्वमा रहेको क्याबिनेटले तयार गरेको हुन्छ। आफ्नै सरकारले तयार गरेको देशको वार्षिक कार्यतालिका, वार्षिक कार्यनीतिका प्रति प्रधानमन्त्री स्वयंले बैठक बीचबाट निस्किएर अविश्वास प्रकट गरेको दुनियाँकै संसदको पहिलो यो घटना थियो। यो घटना संसदीय मर्यादा विपरीत मात्र होइन, सम्माननीय राष्ट्रपति प्रति राख्नुपर्ने सम्मानको विपरीत मात्रै होइन, अस्ति फागुन 21 घाममा लाम लागेर भोट दिने प्रत्येक मतदाताको पनि अपमान थियो। यसको पनि समयले जवाफ माग्ला, किनकि यो संसद कसैले टीका लगाइदिएर बनेको होइन। यहाँ बसेका प्रत्येक सांसद जसरी प्रधानमन्त्री मतदाताका मतबाट चुनिएर यहाँ पुग्नुभयो त्यसरी नै पुगेका हुन्। सत्तारूढ सांसदहरू पनि दास र प्रथाकालीन सांगलामा बेरिएका निरीह जीव होइनन्। न दास हुन् न लास हुन्। प्रत्येक सांसद सार्वभौम अधिकार सम्पन्न नेपाली जनताका साथ